यहाँबाट लगभग 11 किलोमिटर रहेछ मुक्तिनाथ। यता चाहिँ लोमान्थाङ जान्छ, यता चाहिँ मुक्तिनाथ है त। कागबेनीवासीहरू चाहिँ निकै मेहनती रहेछन्। चारतिर बन्जर जमिन भए पनि हेर्नु कति हरियाली पारेको छ, फापरहरू स्याउहरू रोपेर। एउटा बाइक चाहिँ हाम्रो एनएस चाहिँ स्टार्ट भएन, तेल सकेर हो कि किन हो भाइ। यो बिरको हालत त धुलो पस्छ। हामी 3टा बाइकमा मात्रै जाने भयौँ। हिमाल बब्बल देखिँदो रहेछ है मुक्तिनाथ जाने बाटोबाट। कस्तो दामी देखिएको छ। त्यहाँतिर मृगहरू पनि हुनसक्छ भनेर बोर्डमा साइन देखेको थिएँ। मृग भेट्यो भने त रमाइलो हुन्थ्यो यार भिडियो खिच्नलाई। हिमाल चाहिँ कस्तो दामी देखिन्छ क्या। यहीँ छैन त हिमाल? झन्डै आकाश छोको जस्तो देखिन्छ नि यहाँबाट त। कस्तो दामी हो ठुरीको। बाफरे, हाम्रो नेपालमा यस्तो यस्तो ठाउँ रहेछ अनि हामी चाहिँ घरमा लुकेर बस्ने जतै। यहाँ चाहिँ टुरिस्टहरू पनि निकै फ्लो हुँदो रहेछ। उनीहरू चाहिँ हिँड्न रुचाउँदो रहेछ नि टुरिस्टहरू चाहिँ। तर बाफरे, गाउँ कुन गाउँ हो त्यो? वेलकम टु खिमखर, वार्ड नम्बर 1 मुक्तिनाथ। धन्यवाद खिमखर। वेलकम टु खिमखर भनेको छ। भनेपछि आमा स्याउहरू हो मोमो के साह्रो फलेको। फलामको टेको दिएर मसिनो मसिनो बोटको स्याउहरू पनि बोटले धान्न नसक्ने गरी फलेको छ। बा, यहाँको मान्छेहरू के साह्रो मेहनती हो। के लेखेको छ? खिङ्गा गाउँ। कस्तो नाम है खिङ्गा, KHINGA खिङ्गा। के शेर्पाहरूको भाषाबाट होला खिङ्गा। ल खिङ्गा गाउँ छिरे म चाहिँ। के भयो, किन रोको? किन रोको? ओ बाबा आउनुभयो पछाडि। दसैँमा पनि रुन्छ। म चाहिँ खिङ्गा गाउँ छिरे है त। स्याउ यतातिर छ। के साह्रो फलेको। ल मेरो भिडियो हेरेर बस्नु सबैलाई मैले खिङ्गा गाउँ देखाएँ है त। फापर यस्तोरी फलेको छ, फुलेको छ। आज दसैँको घटस्थापनाको दिन। मौसमले पनि मजाले साथ दिएको छ, घाम लागेर स्याउहरू ट्याप्पै फलेको छ। होटलै होटल छ यहाँ। अनि फुलहरू फुलेको छ, घरहरू यस्तो छ खिङ्गा गाउँमा। हिमाल यहीँ देखिन्छ। फापर स्याउ नै स्याउ। बाफ्रे बाफ्रे, हल्का हरियाली आँखालाई भिटामिन भयो। कस्तो हरियाली शीतल आयो अहिले चाहिँ। बन्जर जमिन देखेर आँखालाई भिटामिन भएको थिएन, अहिले चाहिँ भिटामिन भयो। स्थानीय बासिन्दा दिदीहरू घटस्थापनामा कहाँ हिँड्नु भएको हो? स्याउहरू यस्तो फलेको छ, तालको स्याउहरू। घरहरू यस्तो भए। अहिले चाहिँ नयाँ घर बन्दै रहेछ। ल है, यो चाहिँ पुरानो घर रहेछ। कुखुराहरू पनि छ। पुरानो घर, नयाँ बन्दै गरेको घर। खिङ्गा गाउँ क्रस गरेपछि अलि अगाडि पनि गाउँ रहेछ। यहाँ यो त गाउँ भन्दा पनि सहर जस्तो छ हेर्दाखेरि। हिमालको काखमा खिङ्गा गाउँ कटे पछाडि झारकोट गाउँ आयो है। झारकोट गाउँ पनि म देखाइदिन्छु। मेरो भिडियो हेरेर बस्नुहुने सबैजनालाई। छिर्ने बेलामा यसरी ढुङ्गाहरू राखेको छ छेउछेउमा। अनि त्यस पछाडि माथि हिमाल देखिन्छ। घरहरू यस्तो भयो, पुरानो घरहरू।
यताबाट यसो घुमेर आउँछु है। झारखण्ड गाउँ छिटै म चाहिँ अब घरहरू नयाँ नयाँ बनेको घर चाहिँ साँच्चै डेन्जर रहेछ ल। पुरानो पुरानो घरहरू बिस्तारै बिस्तारै विस्थापित हुँदै रहेछ। बाटो चाहिँ बाइक छिर्ने बाटो रहेछ है। ल ल ल ल यता त सिँढी नै सिँढी पो रहेछ त। झारखण्ड गाउँ देखाइदिउँ है भनेको त। केही छैन। दायाँ बायाँ हरियाली छ, रुखै रुख रोपेको छ। यहाँको मान्छेहरू धेरै मेहनती रहेछ। यस्तो मरुभूमि जस्तो ठाउँमा यसो रुख उमार्नु भनेको त सानो मेहनत लाग्दैन नि। स्याउ कस्तो फलेको छ यो। चारतिर स्याउ नै स्याउ यार, स्याउ खालको स्याउ। बाफरे चिसोले नाक थुन्यो। पहिले बालुवा छानेर फाल्नु पर्यो, ढुङ्गा फाल्नु पर्यो, अनि बल्ल माटो रहन्छ। त्यो माटोमा चाहिँ रुखहरू उम्रिने हो नि त। कम मेहनत लाग्छ त। हेर त ल कति हरियाली छ। अघिसम्म आँखाले एउटा रुखतिर देखेको थिएन, यहाँ र देख्न पाएँ। ए ल झारखण्ड गाउँबाट मुक्तिनाथ 2 किलोमिटर रहेछ है। 2 किलोमिटर भनेको पिच रोडमा त्यही 5 मिनट जति लाग्छ। झारखण्ड गाउँ क्रस गरियो है त। मुक्तिनाथ पुगियो। घोडाहरू हेर्नु त है, मोमो कति धेरै छ। आर्मीहरू रहेछ नि यहाँ चाहिँ। आर्मीले सुरक्षा दिने रहेछ। र निको थकाली। यहाँ खाना खानु पर्ला अहिले दर्शन गरिसके पछाडि। ल मुक्तिनाथ आसपासको घरहरू ठाउँ यस्तो छ है। वृद्ध आमै बाबाहरू दर्शन गरेर फर्किनु भएको सबै दर्शनार्थीहरू। हामी अहिले जाँदैछौँ। सबैले दर्शन गरेर फर्किसकेछ। मुक्तिनाथ जाने बाटो यता। दसैँ लागेको के हो, सबै कलरफुल देख्छु त। मुक्तिनाथमा आउँदाखेरि खाना बस्नको चाहिँ टेन्सन नहुने रहेछ। होटल रहेछ नि त चारतिर। हेरौँ त ल कस्तो दामी कति राम्रो होटल रहेछ। सोलुखुम्बु यहाँ बाइक राखेर हिँड्दै जानुपर्ने रहेछ है। म चाहिँ बाइक कहाँ राखौँ त। म चाहिँ बाइक यता राखिदिन्छु। यहाँ राखिदिनु पर्यो। सिँढी माथि हिँड्दै जानुपर्ने रहेछ यता माथि। मुक्तिनाथ मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। धन्यवाद। हामी यो सिँढी जान्छौँ है। यताबाट जाने यताबाट आउने रहेछ, दुईटा सिँढी। बम बम बोले। म चाहिँ दाहिनेपट्टिको सिँढीबाट जाँदैछु। आउनेहरू चाहिँ यताबाट आउने हो। म यताबाट आएको। यता माथि चाहिँ समुद्री सतहभन्दा अलिकति हाइटमा भएको कारणले अलिक ज्यादै सास बढ्दो रहेछ। हावामा अक्सिजनको मात्रा कम छ नि त, त्यही भएर म चाहिँ अब यहाँ गेटबाट
छिरे मुक्तिनाथ भित्र शक्ति नाट्यमा गरे अम्मा अम्बाले हरा इडी पटकन को अच्छा ऊपे ख्याप्सङ वत्ता अम्मा अम्बा हरा इडी निनी इनले अनपासा मेरो छोरा छोरी नाति नातिना मुक्तिनाथ भित्र छिरियो है चारतिर हरियाली रहेछ ल ल मान्छेहरू चाहिँ दर्शन गरेर फर्किसक्नु भएछ एक मुक्तिनाथ चाहिँ मत किन मन्दिर आएको मत saya itu kira di kurang nào đó có thể ada kan kira nya yung ya nang kira kira na kan kawan ne taru ko ato ma ko ne chikata ne chiri yuaro gani ho मुक्तिनाथ गेट भित्र छिरेर पनि निकै पो हिँड्नु पर्ने रहेछ त चारतिर मरुभूमि जस्तै भए पनि यो मुक्तिनाथ मन्दिरभित्र चाहिँ ठुल्ठुलो रुखहरू छ है ठुल्ठुलो रुख छ शीतल छ क्या आँखालाई राम्रो भिटामिन ओ तगेर निङ फुङमाङेश्वर किनारा मङला फुङमाङ दामङ निश्चयका कुनुमङ मजोलु खेजेलुमङ आमा बुवा दाजुभाइ दिदीबहिनी सब परिवारको तर्फबाट एकमुष्ट सेवा अर्पण गरे है मुक्तिनाथ भगवानलाई बहुत महँगो सेवाहरू होला यहाँ बगिरहेछ मन्दिर यो भयो नमो भगवते वासुदेवाय ऐना पनि राखेको रहेछ यहाँ सायद दर्शनार्थीहरू नुहाउने ठाउँ होला मेरो विचारमा राखंगड़ा चुहार्ने राखंगड़ा भाइ खै 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 50 51 52 53 54 55 56 58 59 60 61 62 63 64 65 66 71 72 73 74 78 79 80 81 82 83 84 85 88 109
श्री मुक्तिनाथ यज्ञशाला मास्टर गुम्बामा आएको छु म चाहिँ। फुल देख्न पायो मुस्ताङमा आएर। स्याउको बोट अब नेक्स्ट इयर त फल्ने रहेछ यो स्याउ। मुक्तिनाथ आउँदाखेरि मुक्तिनाथ मन्दिरसँगै जोडिएको छ यो गुम्बा। यो गुम्बा पनि भिजिट गर्न नभुल्नु होला है त, बब्बाल छ। बौद्ध गुम्बाहरू कस्तो आनन्द दिने खालको हुन्छ, शान्त मनले आनन्द आउने खालको। ठिक छ, भाइ यहाँ के लेखेको छ? ओम माने पेमे ओम। यो तिब्बतीयन भाषा हो? तिमीलाई लेख्न आउँछ? बाजे दसैँमा घर गएर बस्नु न हौ। आज त घट स्थापना पो त आज त। शारीरिक रूपमा अशक्त भएको कारणले ठिक छ। आमा कति धेरै हो आया। बाजे घर जानु ल दसैँमा। अब त खोइ त पैसा हेर्ने पैसा ल बाजे जय नारायण। जय नारायण। आशीष दिनु। बाजे यो साठी दिनु त मलाई। बाजे यो साठी दिनु न। ल होइन ठिक छ ल, यति 100 पुग्दैन होला। किनिदिनु त। ल यो राख्नु बाजे। अब सबैले बाटो जाने क्या म। 1 2 3 4 5 6 7 8 9 10 11 12 16 17 18 19 20 ठ्याक्कै। ल बाजे आशिक दिनु न। खै आशिक दिनु भएको? आशिक राम्रो दिनु ल। आशिक दिनु त। ल यो लिनु। नचल है ल, नचल ल पोसाइ लिएर आऊ भन्नु त के होला। राम्रो आशिक दिनु ल मलाई। ल आशिक दिनु। शान्ति होस्, रगत नलागोस्, शान्ति होस्, हस्। केटा ल म आएँ। राख मकनपुर नगरपालिका घर भई हाल ल है।